गाजा खायो नि सुई हाने नि जे गरे पनि होइन उसको त्यो पर्सनल लाइफ हो सुई हानेर उसले देश बनाउँछ भने त वाइ नट होइन त्यो त पर्सनल लाइफ हो उसको पछि के गर्छ भनेर ए रक्सी पनि नखाने दुध खाएर बस्छ तर भ्रष्टाचार गर्ने भन्दा त हामीलाई त बरु गाजा खाने देश बनाउने राम्रो ठिक होइन तपाईँलाई के लाग्छ होइन अब खाने नखाने दुध खाने चुप लाएर बस्ने हरेक कुरा राम्रोसँग काम गर्ने तर भित्रभित्र देशको भ्रष्टाचार गर्ने काम नगर्ने त्यस्तो नेता त चाहिएको छैन नि त हामीलाई त राम्रै खालि चाहिएको छ सबलाई जब अपर्च्युनिटी होस् विदेशमा पलायन भएको मान्छेहरूलाई यहाँ होस् सब त्यस्तै चाहिरहेको छ त्यही भएर होला होइन यतिका धेरै दर्शक जनताले रुचाउनु अब अन्त्यमा के भन्नुहुन्छ दर्शकहरूलाई अब चलचित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन मेरो अब गीतहरू पनि आउँदैछ अब रोडिस धेरै पनि भयो रोडिस पनि आउँदैछ अब आज सुटिङ सुरु भयो आजबाट प्रमो सुट भयो अब आउँदैछ त्यसै कारणले गर्दाखेरि डे 1 देखिबाट माया गरिराख्नु भएको दर्शक महानुभावहरूलाई म धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु र मेरो 18,346 वटा शब्द यहीँ टुङ्गाउन चाहन्छु यो गजडी यस्ताले के विकास गर्छ भनेर जुन आरोप लाउनुहुन्छ तर उहाँले गरेको काम हेर्दाखेरि अहिले 3 करोड होइन लगभग 5 करोड जनताले मन पराइराख्नु भएको छ के भन्नुहुन्छ तपाईँ चाहिँ यस विषयमा के र्यापरले चाहिँ गाजा नै खान्छ गजडी नै हुन्छ